Guys, welcome to back my new vlog. One day I vlog गइरहेको आज चाहिँ मैले दिउँसो भ्लगिङ गरेको छु। अहिले चाहिँ म होटल जान्छु बल्ल टाइम भएछ अब जान्छु। होटल आइपुगिसक्यो। होटल आएर पनि आधी काम चाहिँ गरेर भइसक्यो। यहाँ चाहिँ आलु पाक्दैछ, यहाँ चाहिँ पानी युज गरेर राखेको छु लागि अहिले एकछिन यता तपाईँहरूलाई थाहा नै छ। अनि यता प्यासेज कार रेडी भइसक्यो। अनि यता चाहिँ काट्ने ठाउँमा चाहिँ अनि उता चाहिँ यता चाहिँ धोसेको पिठो पिसिरहेको छ। यता चाहिँ अझै एउटा गएर देखाउँछु। जेनरल अहिले चाहिँ म कम्पनी आएको छु। कम्पनी जाने काम पऱ्यो, कम्पनी आएको छु है होटलमा उस गरिरहेको थिएँ। अनि कम्पनी पठाइरहेको छु, कम्पनी आइरहेको छु। अनि यता चाहिँ पुऱ्याउँदैछु। अनि लाइट पनि बिग्रेको छ हाइवेतिरको, बत्ती बलै छैन। अनि जाँदैछु भित्र। कम्पनीभित्र आइपुगिसकेँ। यहाँ चाहिँ यही भित्र चाहिँ दुईवटा कम्पनी छ। अब एउटैमा दुईवटा कम्पनी भित्र एउटा स्प्रेको एउटा ड्रम कम्पनी छ। यही बोर्ड पनि दुईवटा छ यहाँ। अनि अब सटरबाट भित्र गएर खाना राखेर आउँछु। खाना भित्र राखेर अहिले जाँदैछु। अनि यहाँ चाहिँ खाना लिएको भाँडाहरू छ, यो चाहिँ भोलि लिएर जान्छु म। अहिले चाहिँ लिएर जान्न, काम छ होटलमा सबै जाँदैछु। अनि भिडियो मन पऱ्यो लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। त्यो चाहिँ भनिराख्छु, प्लिज गरिदिनु होला। अनि जाँदैछु। म चाहिँ कम्पनीबाट आइसकेँ। अनि यता चाहिँ सधैँ राइस पकाएर राइस सुकाइराख्नु छ। यता चाहिँ आइपिएल हेर्दै बस्नु चाहिँ काम छैन, मस्त काम चोरी भइरहेछ यहाँ चाहिँ। आइपिएल भएपछि काम पनि बेसी नै भएन। फाइनली कामहरू पुरै भइसक्यो। अहिले चाहिँ सफा गर्दैछौँ, सन्ध्यामा खाँदै हुनुहुन्छ, सफा गर्दैछौँ। यता पनि रेडी गरिसक्यो पुरै। अनि अब सफा गरेर अनि जान्छौँ। यहाँ चाहिँ कलम खानु छ। अब चाहिँ म रुममा जाँदैछु, काम भ्याइयो। बुढो त्यहाँ छ, किशोर दाइ चाहिँ यता बाइक चलाउँदै हुनुहुन्छ, अझ चाहिँ होटलमै छन्। आज जाँदैछु, काम छिटो भ्याइयो। अनि जाँदैछु रुममा गएर खानासाना खाएर अनि त्यहाँबाट यताउता गर्ने। अनि त्यहाँबाट भिडियो एडिट गरेर सुत्छु। त्यही अब जाँदैछु अहिले चाहिँ। अनि जान लगाएछु, रुममा आइपुगिसक्यो माथि। अनि अहिले चाहिँ कोही छैन रुममा। अनि एकछिनपछि खानासाना खाने, खाना चाहिँ यता छ। अनि भित्र चाहिँ त्यसो कोही छैन, खाली पुरै आउनुहुन्छ नि। एकछिनपछि त्यहाँबाट खाने हो। अनि खाएपछि हुन्छ अन्त फेरि भोलि काममा जाने। त्यही हो दिल्लीको। यो चाहिँ हाइवेतिर भ्यू हेर्नु होला, खतरनाक गाडी हिँड्दैछ। करेन्ट गसेको उतातिर चाहिँ लाइट बल्ब छैन। अनि यतातिर चाहिँ यस्तो छ, उहाँ चाहिँ इबी अफिस यस्तो छ। यहाँ चाहिँ कम्पनीमा काम चलिरहेको छ। अनि त्यहाँ सधैँ भर्खर यता आउनुहुन्छ बाइक लिएर, कहाँ जानुभयो क्या। अनि टाढा टाढा बिल्डिङहरूमा चाहिँ लाइट बलिरहेको छ, हेर्नु होला कति खतरनाक भ्यू देखेको छ। तर यहाँबाट आँखाबाट हेर्दाखेरि चाहिँ, तर फोनबाट चाहिँ राम्ररी देखेको छैन भिडियोमा। अनि तल चाहिँ क्रेन रोकेको रहेछ, लामो रहेछ क्रेन पनि। यहाँ एउटा सेतो चाहिँ छैन। ल गाइस, म चाहिँ अहिले स्पिकर बनाउँदैछु। यो चाहिँ बिग्रेको स्पिकर हो। मैले फोनको डब्बासित कनेक्ट गरेर बनाउँदैछु। अहिले छिटो आएको थियो, त्यही भएर यो चाहिँ बनाइरहेको थियो। हल्का वायर कनेक्सन चाहिँ दिँदैछु, हेर्नु होला। अहिले चाहिँ हल्का बनाएर रेडी गरेँ, अनि त्यहाँदेखि फेरि वायर कनेक्सनहरू आज जोड्दैछु, हेर्नु होला। जोडेर भएर यसको कुसुन म देखाउँछुहरूलाई कस्तो बज्छ भनेर है। त्यही हेर्नु गाइस, रेडी गरेर भइसक्यो जोडेर। अब चाहिँ म यसलाई यहाँ चेक गर्छु, एकछिन हेर्नु रोक्नु होला है। हेर्नु होला गाइस, कनेक्सन दिइसक्यो। अहिले चाहिँ बज्न कनेक्सन पुरा बजिरहेको छु। अनि हजुरहरूलाई बजाउनु सुनाउँछु, गर्नु होला है। हेर्नु होला खतरा बजिरहेको छ। साउन्ड बढाउनु मिल्दैन र खतरा बज्छ। अहिले चाहिँ घरबाट सुतिरहेको छ नि, दाइहरू बढाउनुहुन्छ। तर आवाज चाहिँ मैले बढाएको छैन, खतरा बजिरहेको छ। कपिराइट क्लाइम पनि आज ब्लगलाई यति नै हुन्छ। यो ब्लग यहीँ एन्ड गर्न चाहन्छु। भिडियो मन पराउनु लाइक एन्ड सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। नेक्स्ट ब्लगमा भेटौँला। तसम्मलाई बाई।